एले साथीहरू, हजुरहरूले आफ्नो छोराछोरीलाई खाजामा के खुवाउनु भयो? मेरो नानीलाई चाहिँ ठ्याक्क मैले खाजा खुवाउने बेला भएको थियो अनि मैले उसलाई चाहिँ उसिनेको आलु म्यास गरेँ अनि त्यसपछिबाट प्याज राखेँ, अलिकति चिज राखेर अनि अलिकति चिउरा मैले भिजाउन छुट्टै राखिदिएको थिएँ अनि यो आलुमा यो चिउरा मिसाइदिएर अनि यसमा लसुन, धनियाँ, प्याजको हरियो पातलाई पनि काटेर मसिनो गरी राखेर अनि यसलाई चाहिने जति नुन मरमसलाहरू राखेर मैले यसलाई एकछिन मजाले मोलमाल गरेर नानीको लागि चाहिँ मैले आलु र चिउराको यो रोटी टाइपको बनाएर खाजा बनाउन दिन गइरहेको छु साथीहरू। यसमा मैले अलिकति स्वादको लागि ओरिग्यानो पनि राखेँ अनि त्यसपछिबाट मजाले यसलाई मैले मिचिसकेपछि मोलिसकेपछि अनि यसलाई अब सानो हजुरहरूले यसलाई जस्तो आकार दिन नि सक्नुहुन्छ। मैले चाहिँ यसलाई लामो लामो आकारमा बनाउँदै पहिला मैले एउटा प्लेटमा राखेँ अनि अर्कोतिर प्यान बसालेर भाँडो बसालेर यसमा चाहिँ मैले थोरै घिउ राखेँ। मैले नानीलाई चाहिँ पकाउने खानेकुराहरू सबै घिउमा नै बनाउँछु कि साथीहरू। नि यसरी मैले पालो अघि बनाएको यो आलु चिउराको खाजालाई यसरी मैले एउटा प्यानमा फर्काउँदै यसरी बनाएँ। यो चिज राखेको भएर हेर्नु अलिकति टाँसिएको थियो है। चिज चाहिँ मैले यसो खानेकुरामा हालिदिन्छु कि नानीले मिठो पनि मान्छन् अनि यसरी बनाएर मैले नानीलाई लएर खाना दिएको थिएँ साथीहरू। मेरो नानीले मिठो मानेर खाइन्। हजुरहरूले पनि आफ्नो केटाकेटीलाई के दिउँ खाजा भन्ने सोच्नुहुन्छ भने सानो केटाकेटीलाई पनि हुन्छ, यो ठुलोलाई पनि हुन्छ, टिफिनमा यो बनाएर दिन सक्नुहुन्छ साथीहरू। हस्, थ्याङ्क यू।